हेलो साथीहरू, हजुरलाई स्वागत छ मेरो न्यू युट्युब च्यानल भ्लगमा। हजुरहरू कहाँदेखि हेर्दै हुनुहुन्छ लाइक कमेन्ट गर्न नभुल्नुहोला। र आज मेरो विशेष यो छ कि आज म सिन्कामारीबाट चाउमिन बनाउन तर्फतिर लाग्दैछु र हजुरहरूले खानुभएको छ किन है त। र मैले यो फर्स्ट टाइम यो प्याकेज गरिसकेको छ र हाम्रो ठाउँमा त यस्तो गरेको हुँदैन, हामी आफ्नै हातले बनाएको हुन्छ, तर यहाँ चाहिँ प्याक गरेको छ। म चाहिँ अहिले हाल कुवेतदेखि र अब म तयार रेडी हुँदैछु ल। अब यसलाई म बनाउन तर्फतिर लाग्दैछु पानी पनि हालिसकेँ र अब म यसलाई बोइल गर्न तर्फतिर लाग्दैछु। र पहिलोप्रथम मैले ग्यास स्टार्ट गरेर राखिसकेँ र अब फेरि म यताउति काम गरेर म्यानेज गरेर फेरि म प्याज काट्ने तर्फतिर लागिसकेँ र प्याज पनि काट्दैछु म हैन। अब अन द स्पट काट्नु भएन, हातहरू काट्न सक्छ, त्यही भएर मैले प्याज पनि काटेँ, टमाटरहरू पनि काटिसकेँ र मैले दुवै रेडी गरिसकेँ साथीहरू। र त्यसपछि फेरि म यताउति गर्दै हेर्नतिर लागिसकेपछि त्यहाँ भयो कि नै भनेर हेरेँ पनि र त्यहाँ मेरो सिन्कामारी चाउमिन राम्रोसँग पेस्ट भएको रहेनछ। फेरि हेरेँ, यताउति हेरेँ, त्यसलाई मैले मजाले घुमाउँदैछु र त्यति बेलासम्म फेरि म कामहरू म्यानेज गरेर फेरि म लागेँ र सबै बनिसक्यो र त्यसलाई सबै बनाइसकेर फेरि म भाँडोलाई तताएर तेल हालेर प्याजहरू हाल्नेतिर लाग्दैछु र त्यसलाई म टेस्ट पनि गर्दैछु, फ्राई गर्दैछु मजाले र फ्राई गरेर फेरि म अब क्याबेरतिर लागेँ साथी र क्याबेरतिर लागेँ। अब त्यहाँ म हेर्दैछु अब कतातिर छ है खोज्दैछु र मैले पहिलोप्रथम बेसार भेटाएँ र बेसार म हाल्दैछु र त्यसलाई मजाले पकाउँदैछु। र साथीहरू, हजुरहरूले पनि खानुभएको छ कि नै, खाएको भए भन्नुहोला ल। र एकदमै मिठो हुन्छ, मलाई चाहिँ मनपर्छ, हजुरहरूलाई मनपर्छ कि नै। र अब म लागेँ क्याबेरतिर र मिट मसला राम्रो छ कि छैन भनेर हेरेँ, तर त्यो राम्रो रहेनछ। फेरि म त्यसलाई लगेर राख्दैछु र फेरि म दोस्रो क्याबेर तर्फतिर लागेँ र लागिसकेपछि मैले यताउति हेरेँ, खोजेँ, माथि पनि म क्याबेरमा चढेँ र त्यहाँ हेरेर मजाले मैले फेरि यता ब्याक भएर फेरि हेर्नतिर लागेँ, रातो भइसकेछ है। अनि अब फेरि म त्यसलाई त पकाउनु पऱ्यो। अब त्यसलाई मैले टमाटरहरू हालेँ, मजाले मिट मसला हालेँ, पेस्ट गरेर फेरि मैले अब त्यो बोइल गरेको सिन्कामारी मेरो फेभरेट चाउमिन त्यसलाई म अब बनाउन तर्फतिर लागेँ र त्यसलाई मैले मजाले घुमाएर पेस्ट गरेर अब के गर्नु है त साथीहरू, अब गर्नुपऱ्यो, आफ्नो पेट भोक लाग्यो भने त खानु पऱ्यो। त्यही भएर म आफ्नो हल्का सेन्टी पारामा पकाउँदैछु र हल्का कालेछु, त्यही भएर मैले त त्यसलाई बोइल पनि गरिसकेँ। बोइल गरेर अब मैले यसलाई राख्दैछु र पकाइसकेँ साथीहरू। र अब म खान तर्फतिर लागेँ र खाइ पनि सकेँ र म इन्जोय पनि गरिसकेँ र मैले केक पनि खाएँ। आज साउनीको बर्थडे थियो साथीहरू र साथीहरूले पनि यसरी खानुहोला ल र जिन्दगी यसरी बिताउनु होला ल। ओके बाई, गुड नाइट।